सम्पूर्णलाई मेरो नमस्कार। मेरो नाम रामचन्द्र आचार्य। मेरो ठेगाना पोखरा वडा नम्बर 11 गाउँ। आज हामी एउटा पुरानो घर अवलोकन गर्न गइरहेका छौँ। यसको भित्र मौरीको गतिविधि कस्तो छ त भनेर ढिला नगरिकन अब हामी चाहिँ नि अवलोकन गर्न गयौँ। ढकन मैले खोल्न लागेँ। यो चाहिँ हाम्रो जुगाड घर हो है। यो भनेको जुगाड, यसलाई जुगाड भनिन्छ। जुगाड घर हो। जुगाड घर भए तापनि यसमा मौरी राम्रै हुन्छ भन्नु पर्यो। त्यति नराम्रो चाहिँ हुँदैन। यहाँ मौरीले मन पराउँछन्। हामीले यहीँ घरमै बनाइएको हो जुगाड घर। यो घरको कमी भएको समयमा यी घरहरूमा पनि मैले मौरी राख्ने गर्छु। हेर्दै जाउँ है त कस्तो रहेछ। मौरी त्यति राम्रो थिएन पहिला यहाँ राख्ने समयमा। हेरौँ अब यो त चाहिँ भर्खरै यो पुरानो जग्गा दिएका रहेछौँ हामीले। यहाँ काम भएको छैन त्यति। हेरौँ अब अरू फ्रेम पनि उजाला रहेछ, हेरौँ न। यहाँ पनि त्यति फ्रेम चाहिँ चाका चाहिँ पुरा गरिरहेको रहेनछ, कम रहेछ। तर चाका चाहिँ एकदम राम्रो सफा छ। अब सायद यसमा पुष्परस भर्ने कार्य भइरहेको छ। अब यसमा मौरीले आस्ते आस्ते रानीले चाहिँ फुल पार्ने कार्य गर्दैछिन्। हेरौँ यो पनि सानो छ, चाका पुरा भइसकेको रहेनछ, नयाँ चाका रहेछ। यसमा फुल प्रशस्त छ। मौरी पनि निकै राम्रो छ। मौरी यसलाई राम्रो भन्नुपर्छ। थोरै तर फुल मात्रै पारेको छ। यसमा पनि पुष्परस भरेको रहेनछ। यसै गरी हामी चौथो फ्रेम हेर्न गइरहेका छौँ। हजुरहरूले पनि हेर्नुहोला। यो फ्रेम अलिकति राम्रो रहेछ। यहाँ चाहिँ फुल प्युपा लार्भा सबै देख्न सकिन्छ। हेर्नुहोस् हजुरहरूले, यो चाहिँ जुन टालिएको छ सबै प्युपा हो। अनि यहाँ लार्भा पनि रहेछ, फुल प्युपा लार्भा र पुष्परस पनि छ यसमा। यो माथिको पट्टिको भागमा जुन देखिएको छ यो चाहिँ पुरा मह हो। हेर्नु यस्तै सिल गरेको हुन्छ। ल हेर्नुहोस्, म देखाइदिन्छु हजुरहरूलाई। देख्नुभयो नि, सिल गरेर राखेको मह हुन्छ यहाँ। यसै गरी अब हामी पाँचौँ फ्रेम हेर्न गइरहेका छौँ। पाँचौँ फ्रेमको अवस्था कस्तो छ हेरौँ है त। यो पनि यसलाई नराम्रो भन्न चाहिँ मिल्दैन। यो फ्रेम पनि निकै राम्रो रहेछ। आहा हेर्नुहोस् त, टल्किएको छ मौरी, निकै राम्रो रहेछ। यस्तै हुनुपर्छ। यो साइडमा अलिकति कम रहेछ प्युपा भने यो भागमा प्रशस्त छ प्युपा। अब ढिला नगरिकन हामी भएका फ्रेमहरू सबै उचालेर हेर्न जरुरी छ आज। किनभने धेरै दिनमा मैले यो घर अवलोकन गरिरहेको छु। त्यही भएर सम्पूर्ण फ्रेम मैले उचालेर हेर्नै पर्ने हुन्छ कहाँ के छ भनेर। हेरौँ। यो पनि राम्रो छ। यसलाई पनि राम्रै भन्नुपर्ने हुन्छ हामीले। किनभने फुल प्युपा लार्भा प्रशस्तै छ। यसलाई पनि हामीले अब राख्यौँ। धेरै बेर यसलाई बाहिर नराखौँ यस फ्रेमलाई पनि। हेरौँ अब एउटा यो फ्रेमलाई पनि हेरौँ। यो फ्रेम भनेको म कक्षको फ्रेम हो। म कक्षको फ्रेम ठुलो हाउडा कक्षको फ्रेम नभएको समयमा मैले यो फ्रेम दिएको थिएँ। तर यो फ्रेम दिए तापनि माथिमा मात्रै सीमित रहँदैन। मौरीले आवश्यक परेको खण्डमा तल पनि फ्रेमको तलपट्टिको भागबाट पनि फेरि चाका तानेर यसरी आफ्नो कार्य गरिरहेका हुन्छन्। यसै गरी यसलाई पनि मैले अब यहाँ राख्न गइरहेको छु। यो फ्रेम लास्टको फ्रेम नहेरौँ, त्यहाँ फुल प्युपा लार्भा केही पनि हुँदैन, त्यहाँ मह मात्रै हुन्छ। हामीले यो घाट त अवलोकन गरिसक्यौँ, ठिकै छ। अब यसो सन्दर्भमा मैले कम्तीमा पनि 1 महिना अगाडि जुन एउटा घाट विभाजन गरेको थिएँ त्यसको अवस्था कस्तो छ भनेर मलाई हेर्न मन लागेको छ अहिले। हजुरहरूले पनि हेर्नुहोस् कस्तो रहेछ है। त्यो विभाजन गरेको घर हो।
त्यो विभाजन गरेको घारमा मौरीको अवस्था कस्तो छ हामी हेरौँ। जाउँ। क्यामेराम्यान बाबु यता आउनु पर्यो। म चाहिँ अघि भनिसकेका थिएँ मैले हजुरहरूलाई विभाजन गरेको घर एउटा छ, त्यहाँ कस्तो अवस्था छ हेरौँ भनेर भनिसकेका छु। म यो घर खोल्नको लागि तयारी अवस्थामा छु, हजुरहरूले पनि हेर्न आउनुहोस्। हेरौँ है, यो घरको अवस्था हेरौँ कस्तो छ। यसलाई यहाँ राखिदिइहालेँ मैले अगाडिपट्टि, किनभने यहाँ मौरीहरू हुन्छ, त्यो मौरीहरू आफ्नो आफ्नो घरमा आउनको लागि सजिलो हुन्छ। हेरौँ यो घरमा मैले हजुरहरूलाई भनेको थिएँ विभाजन गरेको घर हो भनेर। करिब करिब 1 महिना जति नै भइसक्यो मैले यो घर विभाजन गरेको। हेरौँ यहाँको अवस्था त यसो हेर्दा त निकै राम्रो लाग्छ मलाई। हेरौँ कस्तो छ। नयाँ जग्गा निर्माण गरिसकेका रहेछन्, तर यसमा फुल पिपल लार्भा केही पनि छैन। भर्खरै निर्माण गरेको रहेछ यो जग्गालाई। हजुर अब भाले उत्पादन भयो भने मौरी विभाजन हुन्छन् आफै भन्ने कुरा पनि बुझ्नुपर्ने हुन्छ, किनभने यो समयमा विभाजन गर्ने समय हो मौरी। अनि यो भाले मौरीले कसले के रानो मौरीले गर्छ कि मौरीले उत्पादन? रानो मौरी उत्पादन हुने र कडी मौरी उत्पादन हुने एउटै फुलबाट उत्पादन हुने हो। भाले चाहिँ भालेको भन्यो है फेरि फुल छुट्टै हुन्छ, छुट्टै तरिकाले फुल पार्ने तरिकाहरू छ। त्यो मैले पहिला पनि भिडियो बनाएर राखिसकेको छु। यसमा पनि केही भाले देख्न सकेका छौँ हामीले। जुन मौरी करी मौरी जुन जन्मन्छ नि, त्यही फुल त्यही लार्भालाई रानो बनाउने खण्डमा धेरैभन्दा धेरै यो चाहिँ साई खुराक सेवन गराउँछन्, यानि खुवाउँछन् रानो मौरीलाई भने। भाले मौरीलाई केही कम खुवाउँछन् रानोको भन्दा, र सबैभन्दा कम साई खुराक खुवाउने भनेको कडी मौरीलाई हो। त्यही अनुसार धेरै साई खुराक खुवाएका कारणले मौरीको शरीर ठुलो हुने हो र रानो बन्ने हो भन्ने कुरा सबैजनाले हामीले बुझ्नुपर्ने हुन्छ। हेर्नुहोस् है, यो पनि निकै राम्रो छ, फुल पिपल लार्भा प्रशस्त छ। यस्तो भयो भने जोस् मौरी पाल्न अलिकति आनन्द आउँछ भनौँ न। हुन त मेरा मौरीको फर्ममा बिग्रेका घरहरू बिग्रेका मौरीहरू पनि छन्, त्यो पनि म हजुरहरूलाई अब आउने भिडियोमा देखाउने छु। कसरी बिग्रेका छन्, कस्तो भइरहेका छन् भनेर। एकदमै बिग्रेका घर पनि 1-2वटा छन् मसँग, त्यो हजुरहरूलाई म देखाउँछु। जसरी मैले यो विभाजन गरेर राखेको मौरी घर यति राम्रो यति सुन्दर छ भने विभाजनै गरेर राखेका हुन् ती घरहरू, तर तिनको अवस्था कस्तो छ म अब आउने भिडियोमा हजुरहरूलाई अवश्य देखाउने छु। र त्यो के कारणले बिग्रेका हुन् भन्ने कुरा पनि म हजुरहरूलाई जानकारी गराउने छु। हेरौँ, अब यो फ्रेम त अलिक टाइट रहेछ, यसलाई ननिकालौँ, त्यत्तिकै रहन दिउँ। अब मैले भन्न खोजेको विभाजन गरेको घरमा के कस्तो छ मौरीको अवस्था भनिरहेको थिएँ। यहाँ मैले यसरी सर हेर्दाखेरि पुरै फ्रेमहरू उचालेर हेर्दाखेरि यहाँको अवस्था सन्तोषजनक एकदम राम्रो छ। सन्तोषजनक मात्रै होइन, धेरै सन्तोषजनक लागेको छ मलाई भन्ने कुरा मैले यहाँलाई जानकारी गराएँ। अब यो समयमा मैले अलिकति कम्तीमा पनि 2 दिन 3 दिन बिराएर थोरै कृत्रिम आहार दिन सकेँ भने केही दिन मौरी राम्रो हुन्छ। अनि चरण पनि केही सुरु होला। अब पानी आइरहेको छ, फुलहरू फुल्ने समय पनि हो, तर जति फुल्न पर्ने हो हाम्रो यस भेगमा त्यति फुलिरहेको छैन। र हाम्रो यस भेगमा चाहिँ अब चिलाउने फुल्ने सिजन सुरु भइरहेको छ, हुँदैछ। त्यो समयमा मौरीका घरहरू निकै मजबुत हुन्छन् भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराउँदै हजुरहरूलाई यो भिडियो कस्तो लागेको छ, यदि ज्ञानमूलक लाग्यो राम्रो लाग्यो भने धेरैभन्दा धेरै साथीभाइहरूलाई जानकारी गराउनु होला
र नयाँ कृषकजीहरू हुनुहुन्छ भने सब्सक्राइब गर्न कन्जुसाइ नगर्नु होला भन्दै यहाँहरूबाट म बिदा चाहन्छु। बिदा चाहनुभन्दा अगाडि मौरीका बारेमा अरू हजुरहरूलाई केही अप्ठ्यारा परेका कुराहरू छन् भने हजुरहरूले भन्न सक्नुहुन्छ। सकेसम्म मैले आफूले जाने बुझेका कुराहरू हजुर समक्ष राख्ने नै छु भन्दै यहाँहरूबाट म बिदा चाहन्छु। हस्त नमस्कार।